नमस्कार सम्पूर्ण मेरो साथी मित्र। आज यहाँ उपस्थित हुनुभएकोमा धेरै धेरै धन्यवाद। तर मैले धन्यवाद दिए पनि आजको पार्टी चाहिँ हाम्रो आशुका साथबाट हो। आजको यो हाम्रो पार्टी भनेको चाहिँ एकदम खुसियाली पार्टी हो के। आशुका साथले चाहिँ तिमीहरूले एकदम राम्रो काम गरेछ भनेर चाहिँ खुसियालीमा बोनस दिने भन्ने कुरा भन्यो। अनि मैले चाहिँ बोनस भनेको एकचोटि दुईचोटि पाउने हो। बरु हाम्रो सहकर्मी मित्रहरूलाई चाहिँ यस्तो कुरो तल बढाइदियो हुन्थ्यो नि, यस्तो महँगी लाग्यो भन्दाखेरि चाहिँ ल म यो बारेमा सोच्छु। तर मलाई खुसी लागेको भएर चाहिँ म यो बोनस चाहिँ तिमीहरूलाई दिन चाहन्छु भन्नुभएको थियो। अनि मैले चाहिँ होइन ठिकै छ, अब हामी सबै सहकर्मीहरू चाहिँ एकदमै मिलेर काम गर्छौँ नि त। त्यसो भएर बोनस लिएर अब खायो सिक्यो। बरु हामीले यस्तो टाइम गएर रमाइलो गरौँ न, पार्टी गरौँ न भनेर मैले प्रस्ताव राख्दाखेरि चाहिँ सहर्ष स्वीकार भयो। अनि नेपाली रेस्टुरेन्ट गएर खाउँ न भन्नुभयो। अनि त्यसो भएर मैले आजको मिति तोडेर चाहिँ यहाँ चाहिँ हामीले आज यो कार्यक्रम गर्दैछौँ। अनि हाम्रो सहकर्मी मित्रहरूलाई चाहिँ कस्तो लागेछ र आज कार्यक्रम? अनि कतिको एक्साइटेड छ? आज रमाइलो गर्नुपर्छ होइन त? नाचगान गर्छ होइन त? ल हस् त, धन्यवाद। सबैजनाको आज चाहिँ म यति कुरामा खुसी छु कि आज चाहिँ हाम्रो सबैजनाको काम समय सबैजनाको एकदम मिलाएर आइदिनु भयो। सबैजना धेरै धेरै धन्यवाद।